हेलो एन्ड नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। जिम पुगेर आज चाहिँ कपडा चेन्ज गरिसकेको थिएँ हैन। त्यसपछि अब क्रिएटिन खानु पर्यो भनेर खोल्दै थिएँ। तर सिलै आधी मात्र फुटाएर चाहिँ सिल क्या, आधी मात्र सिल फुटाएको छ। अनि फेरि अलि फट्टाएर मस्त 2 स्कोप क्रिएटिन खाइयो। क्रिएटिन खाएर पानी पिएर अब सानो सिकर लगेर क्रिएटिन घोलेर खानु पर्ला। यो झापचुप खाएर मुख अलि अर्कै पोले जस्तो हुन्छ क्या, त्यही भएर त्यही गर्नु पर्ला। अब चाहिँ पानी सानी नयाँ चिसो पानी लग्या थियो, त्यही खाइयो। त्यसपछि रेडी भयो। अब सुरुमा चाहिँ फर्स्टमा चाहिँ वार्मअप चाहिँ गर्नै पर्यो। लेगमा त राम्रोसँग वार्मअप नगर्दासम्म त केही पनि हुँदैन होइन। लेग डेमा कस्तो लेग चाहिँ खोलियो, तन्काइयो राम्रोसँग क्या। पहिले गरिसकेको थियो वार्मअप चाहिँ, मैले भिडियो अलि पछाडि बनाएको छु, ढिलो बनाएको छु। त्यही भएर लेगको लागि मस्त वार्मअप गरिसकेपछि अनि मैले चाहिँ फर्स्टमा चाहिँ अनि यो स्क्वाडको लागि स्क्वाड हाने। फर्स्टमा स्क्वाडको वार्मअप 20 केजी रड विथ होइन, हल्का लाइट वार्मअप फर्स्टमा। अनि लेग भन्ने चिज चाहिँ स्किप गर्दैन भन्ने चिज हो। यही केटा मेरो चाहिँ धेरै स्किप भएको थियो। अप्पर बडी देखाउने चिज हो लेग। अनि लेग आफ्नो शरीर स्ट्रङ बनाउनु छ भने चाहिँ लेग ट्रेन गर्नुपर्छ है, अप्पर बडी मात्र देखाएर हुँदैन। त्यही भएर लेग इज अल्सो ट्रेन है। त्यसपछि सुरु भयो मेरो फर्स्ट अनि स्क्वाड। फर्स्ट सेट 70 केजी पजमा स्क्वाड हानिरहेको थिएँ मैले चाहिँ आज। अनि पजमा हानेको धेरै भएको थियो, गेम नजिकिँदैछ त्यही भएर पजमा स्क्वाड हानियो। सेकेन्ड सेट चाहिँ मेरो 100 केजीको भयो। 25 र 15, 40, 80 अनि 20 केजी रड। सेकेन्ड सेट चाहिँ होइन। यसरी हेभी वेट हान्नको लागि लेग डेको लागि बहाना होइन, स्किप होइन, जिम आउने, लेग राम्रोसँग ट्रेन गर्ने। त्यही भएर नो स्किप, नो एक्सक्युज, ओन्ली लेग डे, फोकस अन योर लेग डे। अनि मेरो लास्ट सेट चाहिँ लगभग 125 को भएको थियो। त्यस्तो लगभग क्लियर रेप त गयो चाहिँ दुई रेप क्लियर गयो। अनि सपोर्ट त्यस्तो छैन नि त, त्यही भएर मजाले हान्यो। ती पनि हान्यो। यसैमा मिठो गएको चाहिँ धौ भइसकेको थियो कि हान्दै धौ भइसकेको थियो। सुरुमै वेट ल्याऊ मिलाएर हान, धौ भइसकेको हुन्छ। त्यही पनि हान्यो लगभग 4-5 रेप हान्यो मजाले। हेरौँ हाफ भयो भने आउँछन् कमेन्टमा अहिले त्यहाँ हानेन भने। त्यसपछि मेरो स्क्वाड खतम भयो स्क्वाड चाहिँ। त्यसपछि म चाहिँ लागेँ लेग एक्सटेन्सनतिर। लेग एक्सटेन्सन पनि हान्यो, 4 सेट हान्यो। 4 सेटमा चाहिँ सुपर सेट पनि हान्यो। फर्स्ट सेट चाहिँ नर्मल होल्ड यतिकै गर्दै हान्यो। सेकेन्ड सेट अनि के अरे वेट ड्रप गर्दै हान्यो मस्तसँग। वेट ड्रप गरेको छ, वेट अड्किदियो बिचमै, घाचाक्क गरेको छ वेट अड्केर। त्यही भएर सेकेन्ड सेट पनि मस्त हानिसकेपछि लाग्यो फेरि हामी लन्जेसतिर। लन्जेस पनि लगभग 4 सेट लन्जेस हान्यो मस्तसँग। लेग मेरो स्किप गरेर धेरै भएको थियो, त्यही भएर मजाले ट्रेन गर्यो लेग चाहिँ आज। अस्ति ट्रेन गरेको चाहिँ आजसम्म दुखिरहेको थियो कि कस्तो लेग ट्रेन गर्नु हो। यो लन्जेस हान्दाखेरि आज खुट्टा दुख्छ, भोलि त्यही खुट्टा फेरि स्ट्रेन्थ बन्छ क्या आफ्नो मजाले। त्यही भएर लन्जेस पनि स्किप गर्ने चिज होइन। अनि एक्सर्साइज हानिसकेपछि अलिअलि खुट्टा सुट्टा देखाउनु पर्यो। अनि मान्छे पुरै टायर्ड भइसकेको थिएँ, पुरै कस्तो टायर्ड भइसकेको थियो। त्यसपछि लाग्यो म चाहिँ ह्यामस्ट्रिङ हान्न। ह्यामस्ट्रिङ पनि 4 सेट हान्यो। ह्यामस्ट्रिङ एक्सटेन्सन भन्छ होला, यो पनि हान्यो मस्तसँग कन्ट्रोलमा है। जे चिज हान्दा पनि कन्ट्रोल हुनु पर्यो, यसमा चाहिँ मेन पनि कन्ट्रोल हुनु पर्यो। कस्तो मजाले परेको छ क्या पर्न पनि। त्यही भएर जे हान्दा पनि कन्ट्रोल र मिठो भेरिएसन हान्नुपर्छ। त्यही भएर त्यसपछि फेरि मैले देखाएँ आफ्नो लेग। लास्टमा आयो लेगको खतम एक्सर्साइज, एन्डिङमा आइसक्यो मेरो चाहिँ। अब लास्टमा हान्यो काप्स। बेन्च मिलाउँदै वेट निकाल्दै 70बाट स्टार्ट, 30मा इन्डेड, 35मा इन्डेड गरेको थिएँ मैले चाहिँ। त्यति हान्दै मेरो लेग चाहिँ आज सकिन्छ। र त्यसपछि दाइ आउनुभएको थियो, मनोज दाइ आउनुभएको थियो ठ्याक्क 4:30 बजिसकेको थियो, 5:30 भइसकेको थियो। त्यही भएर मनोज दाइ आउनुभएको थियो। मनोज दाइले मैले चाहिँ सोल्डरको वार्मअप गऱ्यौँ। अनि सोल्डर हान्नलाई दाइले भाइ सोल्डर हान भन्नुभयो। मेरो सोल्डर बाँकी थियो नि त, अनि दाइसँग सोल्डर हान्यौँ। दाइले र भाइले सोल्डरको लागि वार्मअप गरिसकेपछि फर्स्टमा चाहिँ रड प्रेस हुन्छ। रड प्रेस पनि वार्मअप 4 सेट हान्यो मस्त।
4 सेट हानिसकेपछि जब हाम्रो काँध बलियो हुन्छ तब कन्फिडेन्स लेभल पनि कति हाई हुन्छ आफू तपाईँहरूलाई थाहा नै होला। त्यही भएर सोल्डर चाहिँ कम्पलसरी नै हुन्छ, कनी कनी भयो भने हान्यो। त्यसपछि दाइले हान्नुभयो, दाइको भिडियो बनाएँ मैले। दाइले पनि सुपर सेट हान्नुभयो। लास्ट सेट चाहिँ हाम्रो सुपर सेट, जसको पनि धेरै सुपर सेटै हुन्छ, सुपर सेट हान्यो मस्त। त्यसपछि सेकेन्ड सेट चाहिँ बारबेल रो हान्यो मस्त, त्यो पनि 3 सेट हान्यो 10 केजी साइड राखेर। बारबेल रो पनि 2 जनाले मजाले हान्यो। त्यसपछि सोल्डरको थर्ड सेट डम्बल रेज, पछाडि रेडेडको लागि तपाईँको सोल्डर 3D बनाउने नै यसैको कारणले हो। मेन अरू तपाईँको 50% हुन्छ, यो पनि 50% नै हुन्छ पछाडिबाट 3D बनाउनको लागि एकदम राम्रो। त्यसपछि अनि साइड रेज हान्यो 2 जनाले, मनोज दाइले र मैले साइड रेज हान्यौँ लास्ट। यो चाहिँ बेस्ट एक्सर्साइज फर साइड रेजको बेस्ट। त्यसपछि लास्टमा हान्यो ट्राप्स कम्पलसरी है केटाको ट्राप्स। त्यसरी वाइड मार्नुहुन्छ भने चाहिँ ट्राप्स हान्नु पऱ्यो। ट्राप्स चाहिँ मिठो हान्यो 3 सेट। म चाहिँ अहिले पसलमा छु, ब्याकग्राउन्डमा नोइज आइरह होला है, अलिकति इग्नोर गरिदिउँ। ब्याकग्राउन्ड चाहिँ आफ्नो भोइसलाई अलिकति ठुलो बनाइरहेको छु। त्यसपछि लास्टमा गऱ्यो हल्का पोजिङ चाहिँ कम्पलसरी। जुन एक्सर्साइज हाने पनि लास्टमा चाहिँ पोजिङ गर्नु पऱ्यो। जस्तो भयो सोल्डर र लेग हान्ने, मस्कुलर पोज नगर्नु त कुरै भएन। पुरै आगोवाला मस्कुलर पोज, उही थाई कन्ट्राक्सन है। अनि पोजिङ गरिसकेपछि फेरि अनि अब घरतिर लाग्नु पर्यो। त्यही कपडा सपडा चेन्ज गरियो। त्यसपछि घरतिर लाग्न लाग्यो। आफू चाहिँ घर आइपुगेर अनि लास्ट मिलाने हो। कस्तो लाग्यो भिडियो? लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। डोन्ट फर्गेट इट, लाइक शेयर सब्सक्राइब। ओके, यसपछि कुन नेक्स्ट साइड चाहिन्छ भनेर कमेन्ट गर्नु होला। डु कमेन्ट है। ल, आजको भिडियो यति सक्यो।